हेलो एभ्रिवान आज चाहिँ हाम्रो शुभ कार्यमा आज चाहिँ मेरो दिदीको बिहा छ अन्त म चाहिँ रेडी भइसकेको छु यता हुनुहुन्छ ए नमस्ते काका यहाँ छ मेरो बहिनी हो यता काका हुनुहुन्छ बिहाको लागि रेडी भइरहेछौँ दिदीलाई पर्खिरहेको छौँ बहिनी र म चाहिँ रेशमादीको इन्तजारमा बसिरहेको छौँ यस्तो हुँदैछ जन्ती पर्सनको लागि यहाँ सबजना रेडी हुनुहुन्छ होइन किन उहाँहरूलाई अब फेरि बोला भनेर पर्छ नि त बोलाउँदा भयो त छेउमै टिका लाउँछ लाइन पो लाउनु भयो कसरी भ्याउँछ टिका लाउनु होइन यताबाट लाइन लाउँदै पहिला बुझ्नु पर्छ होइन हर्दा चाहिँ पहिला पर्सिन्छ होला हौ पर्सेर टिका लाएर पठाउनु पर्सिनु पर्ने हो सबैलाई पर्सिनु पर्छ यहाँ गोलो भएर बस्छ नि हो एकछिन पर्छ न यो पर्सिने सबैले चामल अहिले किन्न लाउँदै दिउ न सबैले सबैले बाँड्दै ल होइन सबै आउनु पर्यो होइन यो बेहुलीलाई पर्सिँदैन अरे बेहुली यता निक्ल्यो पाइयो लो लो आउँदैछन् उताबाट लो हरि ओम मङ्गलम भगवान विष्णु मङ्गलम हरे अब टिका आधा लाउँदै टिका लाउँदै लो तिमी आऊ दुईजना आऊ निक्लो दुईजना अगाडि तल गएर चियासे जमिनहरूको Christian
बढाइ एक्सिलेटर चाप्नु फेरि भेट्यो